ल हेर्नुहोस् अहिलेको बाटोको अवस्था जस्तो जहाँ यस्तो छ जस्तो चाहिँ त्यसलाई चाहिँ अलिकति सुधार गरिदियो भने जस्तो कन्स्ट्रक्सनलाई के चाहिँ बिग्रिन्छ होला है। अब अलिकति यो चाहिँ सम्बन्धित निकायको चाहिँ अलिकति ध्यानै जानुपर्छ जस्तो छ है। अब यसमा चाहिँ अब हेर्नुहोस् त यो गल्छीबाट अलिकति यो गल्छी गाउँपालिकाको अब यहाँ कसरी अब यो बर्खामा सुरु भइसक्यो। अब यहाँ भनौँ न कसरी चाहिँ पार हुन्छ त। अब यो यताबाट लिँदो अब बर्खामा यताबाट चाहिँ यो बाटो बगेर आउँछ। बाटो बगेर आए पछाडि अब यहाँ अवस्था के होला अब के कसरी हिँड्ने जस्तो यहाँ हेर्नुहोस् त। अब यहाँ कता कहाँ हाल्ने यो गाडीलाई अब यस्तो चाहिँ भनौँ न यो चाहिँ अलि अब यसलाई जस्तो कन्स्ट्रक्सनको काम त छँदैछ है। तर अब कसरी यो त एउटा लाइफ लाइन हो, यो बाटो मात्रै पनि होइन। यसलाई चाहिँ अलिकति जस्तो सम्बन्धित निकायले अलिकति ध्यान दिएर जस्तो बनाइदियो भने जस्तो अलिकति सुधार मात्रै गरिदियो बर्खामा त कमसेकम अरू नबनाए पनि यस्तो चाहिँ अब अहिले ध्यान दिएरै बनाउनु चाहिँ आग्रह गर्छु म चाहिँ है। किनभने यस्तो अब यस्तो अवस्थामा हेर्नु त मान्छेको करोडौँ अरबौँ लगानी खरबौँ लगानी छ यो सेक्टरमा। जस्तो अहिले एउटा जस्तो भनौँ प्राइभेट बस एउटा चाहिँ त्यो नाइट बस एउटा चाहिँ भनौँ त्यसमा चाहिँ के अरे अब 1 करोड मिनिमम 1 करोड भनौँ न है। अब स्लिपर क्लास कस्तो क्लास के भन्ने चाहिँ जस्तो तपाईँको चाहिँ एकदम सोफा सिट वाइफाईदेखि लिएर सबै सुविधा सम्पन्न चाहिँ रिल्याक्स एसी है। अब भोल्भो सबै चाहिँ अब यस्तो विभिन्न किसिमको चाहिँ अब आएको छ। अब अहिले बाटोको अवस्था चाहिँ यस्तो छ हेर्नुहोस् त। अब यो अलिकति यसलाई कम्तीमा चल्न मिल्ने मात्रै बनाइदियो हुँदैन है। त्यसकारण अब यो चाहिँ सम्बन्धित निकायको चाहिँ अलि यो बर्खा अगाडि अब बर्खामा अब यो रोड कन्स्ट्रक्सन गरी त भ्याइएन हेर्नुहोस्। किनभने यसपालि बर्खा पनि चाँडै सुरु भयो। अब बहानाबाजी अब जसको जे भए पनि अब गर्नु त गरिराख्नु भएको होला। खै कहाँ देख्नु अब यहाँ कन्स्ट्रक्सन पनि कहाँ यस्तो स्लो भनौँ न अब यस्तो हाइवे एउटा यस्तो लाइफ लाइनको लागि यस्तो स्लो कन्स्ट्रक्सन गरेर अब चाहिँ तपाईँको यो बाटोमा है मान्छेले यत्रो लगानी यत्रो अरबौँ खरबौँ लगानी जस्तो ब्याङ्कको लगानी छ। ब्याङ्कको पनि ठुलो युज खरबौँ लगानी छ यसमा। जस्तो ब्याङ्कको लगानी छ, व्यक्तिको पनि त्यत्तिकै लगानी छ। विभिन्न चाहिँ कम्पनी प्रणालीहरूले दर्ता गरेर जस्तो चाहिँ पब्लिक ट्रान्सपोर्ट चाहिँ तपाईँको अहिले जस्तो यो मालवाहक गाडीदेखि लिएर गएर यात्रुवाहक गाडी दुइटै सबैको चाहिँ यस्तो छ। अब यस्तो अवस्थामा अब अरू नसके पनि है अब अहिले अरू कन्स्ट्रक्सन चाहिँ अब त्यो सक्नु भनेको त्यो दिवास्वप्न नै हो, त्यो कल्पना गर्न पनि सकिन्न। ल अहिले चाहिँ के चाहिँ भने जहाँ यस्तो अप्ठ्यारो चाहिँ जहाँ एकदमै अप्ठ्यारो छ त्यसलाई केही न केही उपाय त हुन्छ होला नि त। जस्तो के अरे त्यसमा चाहिँ बरु चाहिँ राज्य सत्ताले पनि अलिकति चाहिँ के अरे त्यसमा चाहिँ बरु चाहिँ के अरे ठेकदारलाई चाहिँ बरु केही गर्न सक्ने छ भने हेरिदिने बरु त्यसमा है। अब ठेकदारले पनि अलिकति कस्तो भने यो बाटो भनेको यस्तो हो, यो त लाइफ लाइन हो, यो बाटो मात्रै होइन। जस्तो अब यो बाटो एकचोटि बन्द भयो अथवा चाहिँ यस्तो केही भयो भनेदेखि कति अप्ठ्यारो हुन्छ, कति मान्छेको जीवन जोडिएको छ यसमा हेर्नुहोस् त। यसमा चाहिँ कति मान्छेको चाहिँ जीवन चाहिँ जोडिएको छ एकदम प्रत्यक्ष रूपमा जोडिएको छ। अप्रत्यक्ष रूपमा त छँदैछ है। जस्तो अब के अरे अब काठमाडौँको मुख्य बाटो नै अब जस्तो भनौँ है नुनदेखि अब सुन त माथिबाट आयो त होला। जो नुनदेखि हरेक कुरा चाहिँ तपाईँको दैनिक तरकारी दैनिक उपभोग्य वस्तुदेखि लिएर गएर सबै चिज चाहिँ कन्स्ट्रक्सनको कामको लागि सबै चाहिँ भनौँ यही बाटोको सहारा हो। यही बाटो नै यही हो, लाइफ लाइन नै यही हो। अरू उपाय कहीँ कतै केही पनि छैन। जस्तो अर्को बाटो देखिहाल्नुभयो, अर्को यात्रुलाई जस्तो भनौँ प्यासेन्जरको लागि चाहिँ त्यो चाहिँ मालवाहक भन्दा पनि प्यासेन्जरको लागि बनाएको उतापट्टिको बाटो पनि अवस्था त्यस्तो छ। अब त्यो अहिले बर्खामा हिँड्न सक्ने अवस्था पनि छैन है। अब यो चाहिँ एउटा बाटो थियो। अब ठाउँमा यस्तो सजिलो ठाउँमा पिच गरेर चाहिँ अब अलिअलि भएको पनि देखिन्छ, अलिअलि 1-2 किलोमिटर। अब यस्तो भन्दा पनि सम्बन्धित निकायको ध्यान चाहिँ जुन जहाँ अप्ठ्यारो त्यस्तो छ त कुनै नसक्ने ठाउँ छ कताबाट हाल्ने अब त्यो गाडी नै कताबाट हाल्ने भन्ने कुरो चाहिँ कन्फ्युज हुन्छ। बिचरा साना सवारीको त्यसै बिजोग, ठुलाको पनि कतै लगानी अब त्यो पट्टा भाँचिने के भन्छ अब त्यो भइ सबै चाहिँ टायर सबै बिग्रिने मकिने सबै यस्तो अवस्था आउँछ। अब यो चाहिँ अब हेर्नुहोस् अब यसको अब यसलाई आफ्नो साइडमा छैन यो यस्तो जथामा अब यो चाहिँ अब यो डन हो यो चाहिँ है। अब यसरी चाहिँ अब मान्छेले यसरी साइडमा लगानी पनि गरेका छन्। के छ कसो छ अब सबै चाहिँ छ। त्यस कारणले सम्बन्धित निकायको चाहिँ यसमा ध्यान पुगोस् भन्ने चाहिँ चाहन्छौँ है। किनभने अब हामीलाई पनि अब जस्तो भनौँ अब एउटा चाहिँ हाम्रो गाउँ ठाउँमा जस्तो अब हाम्रो पनि घरमा अब हाम्रो पनि खेत खलिहानमा अथवा चाहिँ हिँड्ने बाटो सबै चाहिँ यसो अब औषधि उपचार एम्बुलेन्स हिँड्ने
सबै यो बाटो हो। त्यसकारण यो बाटोलाई इग्नोर गर्नु मिल्दैन। राज्य सत्ताका शीर्षस्थ नेताले पनि यसलाई चाहिँ एकदम सिरियसली लिएर गरिदिनु हुन चाहिँ अनुरोध गरिन्छ। जस्तो अब जनतालाई चाहिँ साह्रै नै यो बाटो भएन भने चाहिँ जस्तो अरू कमै छँदैछ यो चाहिँ हामीलाई एकदमै अप्ठ्यारो पर्छ है। अब के गर्नु, अब 35 वर्ष भयो त भन्छन्, अब के भन्छ, गाली एकले अर्कालाई गाली गर्यो, खालि त्यही पुरानो कुरालाई सम्झ्यो, पुरानो कुरालाई गर्यो, पुरानो कुरा भट्यायो। अब हेर्नुहोस् त, एउटा पुल बनाएर पहिलेदेखि नै हामीले 30-35 वर्ष मतलब ठिक छ, पहिला त केही भएन, पहिला रूढिवादी भयो के भयो भने अब यो चाहिँ पारिपट्टिबाट हाम्रो चाहिँ जस्तो ठाउँ ठाउँमा पुल हालेर ठाउँ ठाउँमा जहाँ जहाँ अप्ठ्यारो यता छ भन्दाखेरि अब त्यो पुल हालेर कमसेकम सिङ्गल लेन अथवा चाहिँ एउटा ट्र्याक राम्रोसँग अलिकति पिच बाटो मात्रै भइदिएर पारीको विकास पनि हुन्थ्यो पारीको जस्तै। र के हुन्थ्यो भन्दाखेरि एउटा केही कन्सेप्ट चाहिँ के हुन्थ्यो भन्दाखेरि अहिले जस्तो यसलाई चाहिँ के गर्न सकिन्थ्यो, यस्तो चाहिँ बनाउँदाखेरि अब अन्डर कन्स्ट्रक्सन छ, अब गाडी गुडै छ, अब काम गर्नेलाई पनि त्यत्तिकै अप्ठ्यारो, सबैलाई अप्ठ्यारो है, हिँड्नेलाई पनि अप्ठ्यारो। अब कति सजिलो हुन्थ्यो अहिले भनौँ त होइन, त्यो पनि हुन्थ्यो। बाटो यस्तो चाहिँ के अरे अब यहाँको भिर बहरा धेरै ठाउँमा खोदल्नुपर्ने अवस्था पनि हुँदैन थियो। अब त्यो चाहिँ अलिकति ध्यान चाहिँ नपुगेको हो। हामी कहाँ अल्मल्यौँ, अब खाएर अब त्यस्तो कुरा गरेर काम त छैन, केही कामै छैन। अब के गर्ने, केही काम छैन। तर अब के गर्ने, विडम्बना छ। अब यस्तो छ हालत, हेर्नुहोस् त, तैपनि चलिया छ। अब कति चल्छ नि यो बाटोमा यो गाडी भन्दाखेरि अब यो चाहिँ चल्ने बाध्यता छ, अरू उपाय नै छैन, केही पनि छैन। अब कहीँ कतै केही उपाय कहीँ छैन। अब उडेर जानु मिल्दैन है, जानुपर्ने बाटो यही हो, एम्बुलेन्स आउनुपर्ने बाटो पनि यही हो। मान्छेलाई कति अप्ठ्यारो होला। जस्तो व्यापार व्यवसाय त चौपट भइहाल्यो होइन, जस्तो जति चाँडो यो कन्स्ट्रक्सन सक्यो त्यति हुन्छ। अब तर के छ भने अब यो कन्स्ट्रक्सन चाहिँ अहिले अब चाँडै पनि बर्खा पनि सुरु भयो, अलिअलि केही अपडेट त हुन्थ्यो होला। तर अब यो चाहिँ अहिले चाहिँ कन्स्ट्रक्सन सक्ने भन्दा पनि जहाँ अप्ठ्यारो, एकदमै अप्ठ्यारो, जो चाहिँ सब जस्तो गर्नै नसक्ने अवस्थाको यस्तो छ, त्यहाँ चाहिँ अलिकति अपडेट चाहिँ भनौँ न, अलिकति हिँड्न सक्ने कमसेकम यतिको मात्रै गरिदिए पनि अहिले नचाहिने के अरे टाइममा यसो हेरिदिने, त्यसलाई चाहिँ खाल्टो चाहिँ साह्रै त्यो चाहिँ जान नसक्ने त्यो खाल्टोहरू चाहिँ अलिकति मर्मत गरिदियो भने मात्रै जस्तो चाहिँ भनौँ न है, डोजर पनि लगाएर त्यस पछाडि यो रोलरले बनाइदिएर अलिकति चाहिँ सहज मात्र बनाइदियो भने पनि ठुलो कुरा हुन्छ है। अब अहिले अरू एक्सपेक्टेसन नगरौँ बर्खा अगाडि है। अब बर्खा सुरु हुँदैछ बल्ल, अब बर्खा सुरु हुँदैछ, हेरौँ ल। यति भन्दै अब आज चाहिँ मैले चाहिँ है धन्यवाद। अब पछि चाहिँ